सबैजनामा नमस्कार। बैंकिङ तर्फको चौथो तहको तयारी गर्ने सोचमा हुनुहुन्छ? बैंकिङ विद्यार्थीको लागि लोकसेवाले अब सजिलो बनाइदिएको छ। तीनवटा बैंक, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक लिमिटेडको प्रथम पत्र चाहिँ एउटै गरिदिएको छ। प्रिटेस्ट संगठित संस्थान 106 वटाकै सेम र तीनवटा बैंकको प्रथम पत्र पनि कमन गरिदिएको हुनाले अब विद्यार्थीलाई पढ्न सजिलो हुन्छ। त्यसैलाई मध्यनजर गर्दै र त्यस सिलेबसको बारेमा म अन्य जानकारी पनि गराउँदै गर्नेछु, तसर्थ भिडियो पुरै हेर्नु होला। अब तपाई बैंकिङ तर्फको तीनवटा बैंकमा म तयारी गर्छु भनेर सोच्दै हुनुहुन्छ वा एउटा कुनै बैंकको तयारी गर्छु भनेर सोच्दै हुनुहुन्छ भने यही आइतबारदेखि स्मार्ट जीकेले नयाँ कक्षा सुरु गरेको छ र तत्काल दशैंको अफर भएको हुनाले तपाई तत्कालै जोइन गर्नुभयो भने 30% छुट पाउनुहुनेछ। सो जोइन गर्नु होला। खासमा फुल सिलेबस तपाईले इन्डिभिजुअली लिनुभयो भने 10,000 पर्नेछ, तर प्रथम पत्रमा मात्र पढ्छु र जब विज्ञापन खुल्छ त्यसपछि म रिटन पेपर सेकेन्ड पेपर पनि पढ्नेछु अलगै अलगै भन्ने सोच्दै हुनुहुन्छ भने त्यो सिस्टम पनि स्मार्ट जीकेले राखेको छ। साथै यो आइतबारदेखि सुरु हुने कक्षा लिँदाको बेनिफिट के हो भने तपाईले प्रथम पत्र र दोस्रो पत्र सबै बैंकको पनि पढ्न पाउनुहुनेछ। फुल सिलेबस कम्बो प्याकमा लिनुभयो भने वा इन्डिभिजुअली लिनुभयो भने पनि गर्न पाउनुहुनेछ। साथै संगठित संस्थानको जुन 15 गते परीक्षा हुन लागेको छ त्यसको पनि निशुल्क तपाईले के पाउनुहुन्छ भन्दा प्रिटेस्टको कक्षा जुन आइतबारदेखि नयाँ सुरु हुन लागेको छ। कक्षा लिँदा डेली लाइभ क्लास, रेकर्डेड भिडियो, पीडीएफ नोट्स प्रोभाइड गरिनेछ र कक्षा लिनका लागि व्हाट्सएप बटनमा मेसेज र कमेन्ट गरेर, कमेन्ट बक्समा कमेन्ट गरेर, साथै फोन कलमा फोन गरेर कक्षा लिन सक्नुहुनेछ। सिलेबस हेर्नुहुन्छ भने प्रथम पत्रमा बैंकिङ, म्यानेजमेन्ट, कम्प्युटर लगायतका जुन टपिक कमन पढ्नु पर्ने थियो पहिला पनि त्यो फर्स्ट पेपरमा राखिएको छ र सेवा सम्बन्धी चाहिँ के गरिएको छ भन्दा दोस्रो पार्टमा राखेर सिलेबसलाई सहज बनाइदिएको छ ताकि बैंकिङ तयारी गर्ने विद्यार्थीलाई राम्रो र इजी वेमा तयारी गर्न सकोस् भनेर। अझै समय छ, पढ्न सुरु गरिहाल्नुस्। 15 गते प्रिटेस्ट भइसकेपछि विज्ञापनहरू धमाधम खुल्नेछ। यति भन्दै बिदा लिन चाहन्छु। हस्त, धन्यवाद।